कस्तो भयो स्कुलमा के भयो तँ भन्ने होइन के आउने बित्तिकै खानामा पर्ने र त ड्रेस नफेरि पनि खाने मेरो ए ए मिठो भयो यहाँ साइन ल्याएर मामालाई पठाइदिने हो मिठाई त मामाले सधैँ बनाइदिन्छ भोलि भन्नुहुन्छ नि हुन्छ आज घर आमा बनाउनु त्यस्तो सुकेको बनाउनु क्या मिठो हुन्छ हेर न ए बाँदर पनि यसो गर्दिन ए बाँदरका छोराछोरी गरे कस्तो भयो स्कुलमा निद त लागेन निद लाग्यो सुत दे ए कस्तो कस्तो भयो स्कुल आज पहिलो दिन राम्रो भयो त्यस्तो हो नि त सेकेन्ड पिरियड खाली थियो ए हामी थर्डमा सडी लाउन घन्टी लाग्ने लाउन मेरो कम्प्युटर ल्याब गर्थ्यो आज हामी क्लास आएर मस्त लाग्यो मेरो फिफ्थ तिमी किन कम्प्युटर ल्याब नगई अहिले पार हुन्छ केटाहरूले जिउ हुन्छ मेरो फोर्थ पिरियड खेल्दै जान त फिफ्थ पिरियडमा सर आउनु थिएन रमाइलो भयो आज